यजुर्वेद वेदहरूको दोस्रो मुख्य वेद मानिन्छ। यसको आधार यज्ञ, हवन र संस्कारसँग जोडिएको छ। यही कारण प्राचीन समाजमा यसलाई व्यवहारिक वेदको रूपमा चिनिन्थ्यो। ऋग्वेदका धेरै मन्त्र यजुर्वेदमा पनि भेटिन्छन्, तर दुवैको शैली फरक छ। ऋग्वेद पद्यात्मक छ, यजुर्वेद गद्य प्रधान। यही गद्य संरचनापछि यज्ञ कर्मकाण्ड सञ्चालनमा मुख्य स्रोत बन्यो। वेद परम्परामा यजुर्वेदका करिब 101 शाखाको उल्लेख छ, यद्यपि आज केही मात्र बाँकी छन्। यसको प्रमुख दुई शाखा कृष्ण तैत्तिरीय र शुक्ल वाजसनेयी हुन्। कृष्ण शाखामा मन्त्र र व्याख्या मिसिएको छ, शुक्लमा दुवै भाग स्पष्ट छुट्टिएको छन्। यजुर्वेदले केवल यज्ञ होइन, सामाजिक अनुशासन, वर्ण व्यवस्था र सामुदायिक जीवनको झल्को पनि दिन्छ। यज्ञ सञ्चालन गर्ने मुख्य पुरोहितलाई अध्वर्य भनिन्थ्यो, जसले सम्पूर्ण विधि मन्त्रसहित सञ्चालन गर्थ्यो। यसका धेरै मन्त्रहरू प्राकृतिक देवतालाई होइन, सामाजिक संस्कार र कर्म प्रणालीतर्फ उन्मुख छन्। यसले प्राचीन आर्य समाजमा आस्था कसरी व्यवहारमा रूपान्तरित हुँदै गइरहेको थियो भन्ने देखाउँछ। यजुर्वेदमा दार्शनिक गहिराई पनि छ। यसको अन्तिम भागको ईशावास्य उपनिषद वेदान्त दर्शनको महत्त्वपूर्ण स्रोत मानिन्छ, जहाँ आत्मज्ञान र कर्तव्यबोधको चर्चा छ। ओबर्ट महिदर र सयाना जस्ता विद्वानका भाष्यहरूले यस ज्ञान परम्परा जीवित राखे। आज वैदिक संस्कृत पढ्नेहरूको सङ्ख्या घट्दै जाँदा यजुर्वेदको सरल व्याख्या र अनुवाद आवश्यक छ। यसले वैदिक समाज, संस्कार र दर्शन बुझ्न मद्दत गर्छ र हाम्रो सांस्कृतिक इतिहासलाई अझ स्पष्ट बनाउँछ। नेपाली सभ्यता, वेद र इतिहासबारे अरू पनि जान्न चाहनुहुन्छ भने कृपया लाइक र फलो गर्न नभुल्नुहोला। धन्यवाद।